हाम्रो यहाँ उ त्यो गिटारिस्ट छ यहाँ सुशान्त एकदम दामी गिटारिस्ट अर्को गिटारिस्ट नि यहाँ छ आर्यन अनि अर्को यो चाहिँ कबाडीवाला गिटारिस्ट हो होइन कति भन्ने त मलाई होइन यो दामी गिटारिस्ट नै हो यो नि यो गीतको नाम भन्नु अगाडि चाहिँ म फर्स्ट यसको हल्का यो गीतमा के एक्सप्रेस गर्नु खोजेको छ अब तपाईँ सबैजनाको अब Hey what's up guys, welcome to my new vlog, new day अनि आज धेरै दिनपछि मैले भ्लग गरेँ किनभने आज हामी जाँदैछौँ अडियो सप नेपालको न्यू ब्रान्च खोल्दैछ अरे ललितपुरतिर जालनाको फुलचोकमा है केटाहरू छ आर्यन उर्गेन ललितपुर कता ललितपुरको फुलचोकतिर म छु हामी पिउँदैछौँ अनि त्यो गोरे आएको छैन गोरे अनि त्यो सुशान्त आएको छैन त्यो सुशान्तलाई पिट्न पर्ने भएको छ होइन त्यो अनि गोरे खेल त्यहाँतिर अब यसो अब यसो उ त्यो के अरे चढ्ने बेला भेटौँ यहाँ अब बुक गर्छौँ हामी अनि त्यसपछि त्यो आएपछि त्यति बेला भ्लग फेरि त्यति बेला भेटौँ काखमा अहिले यी काखमा कमन गाइड्स हेलो भन्न त त्यही खुसी नमस्ते यी भाइ ल ल ल हल्का जान त्यही खुसी काखमा आइज भने ए अड्छ कि यी यतिमा यिनीहरू काखमा यी हेर अड्छ भनेको क्या अर्दैन भने काखमा कसरी कम फास्ट गाइड्स ललितपुर औ गोरे अड्छ भने बिजा आइज भने काखमा बस्नु ल अनि त भाइ मलाई काखमा राख्नुहोस् न बिजु त काखमा बस्नु भगरले अलि माथि अहिले त बिहान ल त्यही खुसीमा निमा हेलो भन्न त हेलो भन्न त निमा गोरे च्यालेन्ज बोय गोरे फेरि आजभोलि गुन्डा भएको छ यार त्यो टप लगाएर यता यता हेर त देखा त टप देखा न ल जिस्क्या त हेर हेर गुन्डा ओए अब हामी जाँदैछौँ ललितपुर फुलचोकतिर अनि अब त्यहाँ गएर हाम्रो के हुन्छ भने ओपन माइक हुन्छ हाम्रो यहाँ उ त्यो गिटारिस्ट छ यहाँ सुशान्त एकदम दामी गिटारिस्ट अर्को गिटारिस्ट नि यहाँ छ आर्यन अनि अर्को यो चाहिँ कबाडीवाला गिटारिस्ट हो होइन कति भन्ने त मलाई होइन यो दामी गिटारिस्ट नै हो यो नि मभन्दा अगाडि सिकायो सुशान्त हेलो भन न त हल्का ठुलो चल्यो क्या हो यति हो भइहाल्यो नि त दुईजनाको हुन्छ गीतको नाम भन्नु अगाडि चाहिँ म फर्स्ट यसको हल्का यो गीतमा के एक्सप्रेस गर्नु खोजेको छ अब तपाईँ सबैजनाको अब कोही न कोही क्लोज पिपुलहरू त हुन्छ नि अब त्यो जो पनि हुनसक्छ तपाईँको फ्यामिलीको मेम्बरहरू तपाईँको क्लोज फ्रेन्डहरू हुनसक्छ त्यो आफ्नो लभर पनि हुनसक्छ पेट पनि हुनसक्छ है अब तिनीहरू अचानक छोडेर जाँदा चाहिँ अब मनले एक्सेप्ट गर्न सके हुँदैन नि त अलिकति अब गइसक्यो है त्यो अब फर्केर आउँदैन भनेर अब त्यति मन त पर्खेर बसेर हुन्छ नि त
अब पर्खिँदा अब रियालिटीमा त अब फर्केर आउँदैन नि त अब त्यही पर्खिँदा चाहिँ अब मनले के भनिरहेछ त त्यो एक्सप्रेस गर्न खोजेको छ यो गीतमा अब दिस सङ इज कल प्रतीक्षा प्रतीक्षाको मिनिङ थाहा होला तपाईँहरूलाई कसैको लागि पर्खिनु Let's go. एउटा सानो सङ सुनाउन चाहे गीतमा चाहिँ अब प्राय अब लेख्न खोजेको चाहिँ अब यो प्राय अब नेपालमा अब प्राय बच्चाहरूको अब प्राय फ्यामिलीहरू भनौँ अब फाइनेन्सियल स्थिति राम्रो नहुँदा अब आमा र बाबा अब विदेशमा पढ्दै सुन्नुपर्छ नि त अब बच्चा त बेग्लै छ नि त अब सानो सानोमा पनि छोडे मैले लगभग देखाएको छु होइन अब जुन त्यो एक्लो हुन्छ नि अब एक्लो फिल गरे त्यसलाई चाहिँ गीतमा एक्सप्रेस गर्नु भनेको छ त्यसको सानोलाई है सुनाउँछ है धन्यवाद Hey, what's up guys? हामी चाहिँ यहाँ फाइनली माकलबारीतिर पुगिसक्यो यहाँ सबजना केटाहरू छ अघि त्यहाँ हामी बसमा मैले बनाएन भिडियो
किनभने लास्टै उयो भयो जे होस् राम्रै गयो अडियो सब नेपालको उयो अब के छ र होइन अब जस एक्सपिरियन्स गेन गऱ्यो अब सिधै ललितपुरदेखि यहाँ सिधै माकलबारीमा मात्र भ्लग गरेँ किन बिचमा गर्नै पाएन ए अडियो सब जाने यहाँ चाहिँ होइन त्यसै अब त्यहाँ चिया खान जाने त्यही हो कता रे चियाजोन हो चियाजोनमा छौँ यहाँ सबैजना केटाहरू छ चिया खाने मलाई म आइसकेँ घर आएर मैले एक रोटी र तरकारी गर्न खाएँ मैले त्यहाँबाट के अरे त्यहाँबाट माकलबारीबाट सिधै आएँ म चार्ज पनि सकेन बनाएन आज धेरै सर्ट पनि हो सिधै सोयाबिन भर बनाउनु होइन अलिकति राम्रो बनाएन त्यो बाई